हेलो सबैमा नमस्ते। म चाहिँ कृषिका अर्याल अनि मैले चाहिँ आज एउटा भिडियो भनौँ न, भिडियो अथवा ब्लग, मिनी ब्लग जे भन्दा नि हुन्छ, त्यो चाहिँ म बनाउन गइरहेको छु आफ्नो फ्यामिली टाइमलाई चाहिँ लिएर। अनि त्यहाँ यसो भिडियो बनाइदिउँ न त भनेर अनि बनाइदिएको। अनि आज चाहिँ बाबाले चाहिँ हामीलाई कता लैजाने भन्नुभएको छ, स्विमिङ गर्नको लागि। ल हेर्नु है त हामी कता कता जान्छौँ। अनि त्यो मैले सबै राम्रोसँग अरू युट्युबर जस्तो नहोला भिडियो चाहिँ, अनि सबैसँग भएन भने पनि, राम्रो भएन भने पनि, केही गल्ती भयो भने पनि प्लिज अहिलेको लागि चाहिँ यसो हेरिदिनु। जस्ट मेमोरी के, जस्ट मेमोरीको लागि मात्रै, यो लाइक भ्युजको लागि मलाई चाहिँदैन। अनि त्यही हो। अनि मसँग चाहिँ एउटा कस्तो क्युट 160 पसलबाट मैले लिएर आएको छु। क्युट छ। म चाहिँ यसमा पानी हाल्छु के। ल बाई। फर्किनै सके होइन डर लागेर। किलोमिटर 500 हो। ल ल ल ल कस्तो राम्रो। कति साँघुरो बाटो रहेछ के। ल ल ल ल हाइटमा चढ्यो। दामी दामी दामी। ताने 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 जिन्दगानीमा भन्ने छ है, चाहिने यो जिन्दगानीमा। एउटा गाडी भन्दा नअटुको यस्तो यही बाटो राम्रो नभएर त अनि सबै देखिँदो रहेछ है। लामा साँघुरो। ए प्याक गर्ने यस्तोमा एउटाले प्याक गर्ने ए
घडेन किनभने यहाँ कम महँगो छ यहाँ घडेन यही हो फन पार्क ल आयो यति नजिक हो तै पनि मान्छेको उकालो ए ल आयो फाइनली फाइनली इन्टु द कविराज रिसोर्ट पार्किङ बिलिङ टिकटिङ यो दिनभरि यतिकै कुद्छ यो गाडी ए साह्रै र फाइनली आइपुग्यो कस्तो लाग्यो त बाटो सबैलाई राम्रो लाग्यो बहुत सुन्दर लाग्यो सानो मान्छे असाध्यै रमाइलो भयो थ्याङ्क यू ड्राइभरलाई पनि थ्याङ्क यू फाइनली हामी चाहिँ के अरे कविलास रिसोर्टमा आइसकेका छौँ यहाँ चाहिँ मेरो मम्मी हेलो मम हाई हाउ यु फिल हियर टुडे आई एम ह्याप्पी she is happy she's saying is that she is happy sorry finally कविलास रिसोर्ट चाहिँ एकदमै राम्रो छ yes here is my dad he is clicking the picture चाहिँ नि कविलास रिसोर्ट एकदमै राम्रो छ हाम्रो चाहिँ फोटो भइसकेको छ फोटो खिचिहाल्नु हामी चाहिँ भइसक्यो ल ल एकदमै राम्रो छ है यहाँ चाहिँ फोटो खिच्ने मैले चाहिँ घोडामा खिचेको थिएँ ल ठुलोमा पनि आजबाट केटकेटी हो अरे ठुलोमा कस्तो लाग्यो हजुरलाई कविराज रिसोर्ट एकदम रमाइलो लाग्यो डाइनोसर यहाँ डाइनोसरमा ल डाइनोसर्समा बस्नु किट्सल ल वा यतातिर राम्रो आएको रहेछ है एकदमै राम्रो छ मलाई चाहिँ एकदमै मन पर्यो ल मान्छेहरू चाहिँ स्विमिङ खेलिरहेछन् अनि यहाँ चाहिँ बाबा चाहिँ मम्मीको फोटो खिच्दै हुनुहुन्छ बाबा चाहिँ पर्सनल फोटोग्राफर मम्मीको ल राम्रो 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 मान्छेहरू स्विमिङ गरिरहेछन् प्राइभेसी छ त्यही भएर देखाउनु मिलेन ल हामी चाहिँ भिडियो बनाउनु लाग्छौँ अनि यहाँ चाहिँ मम्मीहरू चाहिँ पुरै बाबाहरूको बारे ल ल ल चढ्नु चढ्नु सबभन्दा हाइटकै रहेछ नि यो त ल ल चारैजना चढ्नु नि त्यहाँ म भिडियो दिन्छु ल फ्लक्चुएसन गराइरहेछ है यहाँ चाहिँ मस्त चाल दामी 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 त मम्मीहरू चाहिँ यहाँ टिकटकर मम्मीहरू ल हामी चाहिँ प्रेसिडेन्सी रिसोर्टमा आइसकेका छौँ कविलास पुगेर प्रेसिडेन्सी रिसोर्टमा मम्मीहरू प्रेसिडेन्सी रिसोर्टमा हामी चाहिँ स्विमिङ गर्न आएका छौँ स्विमिङको लागि जाँदैछौँ फाइनली प्रेसिडेन्सी
स्विमिङ पुल आइसकेको छ। फाइनली इन्टर गरिसकेका छौँ स्विमिङको लागि। Here you can see here.